जय नेपाल। मन्ना सिस्पा नगरपालिका 7 मा बस्ने स्वर्गीय बिकाउ लेहेरीको म नाति। मेरो बुवाको नाम स्वर्गीय सफीद लेहेरी, म मोहम्मद शरीफ। म देशको प्रधानमन्त्री श्रीमती सुशीला कार्की जीलाई म भिडियो मार्फत निवेदन गर्दैछु। मेरो मुद्दा विषय के हो ध्यान लगाएर सुनिदिनु होला, म आग्रह गर्दैछु। म 1 वर्ष अगाडि नै फैसलाबद्ध मुद्दा चलाएको छु जिल्ला अदालत मोहतरीमा र जलसाजी मुद्दा पनि म आफ्नो विरोधीमाथि चलाइरहेको छु। आजदेखि 15 वर्ष अगाडि मेरो बुवा स्वर्गीय सफीद लेहेरीलाई मेरो आफ्नै काका, मेरो बुवाका आफ्नै भाइ हमीद लेहेरीले जबरजस्ती दबाई खुवाएर मृत्यु पारेको हो। त्यसपछि 2012 मा मेरो काकाले मेरो आमासँग अंशबन्दा गरायो। मेरो बाजेको सम्पत्ति 8 कट्ठा थियो, तर 3 कट्ठा 1 धुर दिएर अनि 25.5 धुर घरारी 12.5 धुर दिएर उहाँले अंशबन्दा मेरो आमासँग गरायो। म मुद्दा किन गरेछु फैसलाबद्ध र जलसाजी, म उसको बारेमा गइरहेको छु। गाउँमा बस्ने स्वर्गीय मियाजान लेहेरीको छोरा जाकिर लेहेरी उर्फ रेबी 2017-18 मा अंश दर्ता र बन्दा बदर मुद्दा गरेको हो। उहाँले मुद्दा गरेपछि मेरो काकाले अदालतमा स्वयं जवाब पति उत्तरमा भनेछ कि जाकिर लेहेरी उर्फ रेबी र उसको बुवा स्वर्गीय मियाजान लेहेरी मेरो नातामा आउँदैन पर्दैन, मेरो नातागाताको मान्छे छैन, यस्तो भनेर उहाँले जिल्ला अदालत मोहतरीमा पति उत्तर लगायो। यो मुद्दा सुरु भएदेखि र फैसला भएसम्म म दोहा कतारमा थियो। मलाई केही खबर गरेन। यो मुद्दाको विषयमा मेरो आमालाई पनि केही खबर गरेन। तर यो मुद्दाको विषय के हो अंश दर्ता र बन्दा बदर, यो दुईटा मुद्दा जाकिर लेहेरी उर्फ रेबीले गरे। तर मेरो आमालाई पनि काकाले स्पष्ट पारेर भनेन कि यो विषयको मुद्दा हो। उहाँलाई सामान्य मुद्दा भनेर केही हुँदैन भनेर तारिक ठहरायो। तर यो मुद्दा जाकिर लेहेरी उर्फ रेबीले जित्यो। जिल्ला अदालत उसको पक्षमा फैसला सुनायो। जिल्ला अदालतमा जाकिर लेहेरी उर्फ रेबीले वंशावली कस्तो खालको पेश गरेछ म त्यसको बारेमा भनिरहेछु। उहाँले भन्यो जिल्ला अदालतमा पेश गरेर वंशावली कि मेरो बाजे यानी जाकिर लेहेरी उर्फ रेबी को बुवा स्वर्गीय मियाजान लेहेरी अनि उसको बाजे स्वर्गीय दुखा लेहेरी 3 भाइ दाजु छ। यानी मेरो बाजे स्वर्गीय बिकाउ लेहेरी अनि उसको ठुलो भाइ स्वर्गीय मंगल लेहेरी र स्वर्गीय दुखा लेहेरी पनि 3 दाजु भाइ छ। यस्तो वंशावली बनाएर जिल्ला अदालतमा पेश गरेको हो। मैले गाउँमा पत्ता लगायो मेरो बाजे कति दाजु भाइ छ। गाउँको स्थानीयहरू, बुजुर्ग, ज्येष्ठ नागरिकहरू भनिरहेछ मेरो बाजे स्वर्गीय बिकाउ लेहेरी र उसको ठुलो भाइ स्वर्गीय मंगल लेहेरी 2 दाजु भाइ मात्र छ। अनि मैले 1 वर्ष अगाडि नै यो जलसाजी हो भनेर म पुरै गाउँमा थाहा लगाएर छानबिन गरेर अनि ज्येष्ठ नागरिकहरूको सहमति लिएर मैले जिल्ला अदालत मोहतरीमा फैसलाबद्ध र जलसाजी मुद्दा चलाएको छु। अनि त्यसपछि अहिले मेरो परिवार माथि र मेरो भाइ र मेरो आमासँग यो विरोधीहरू प्रहार गरिरहेछ, डराई धम्काइरहेको छ। मैले अहिले मुद्दा गरेको मेरे काका र उसको साक्षी मन्ना सिस्पा नगरपालिका 7 को हाल सदस्य कासिम अंसारी र
मेरो काका त्यति बेला विरोधमा थियो। अहिले मैले मुद्दा गरेछु मेरो काका हमिद लेहेरी र वार्ड सदस्य कासिम अन्सारीले अनि जाकिर लेहेरी उर्फ रेबी अनि उसको साक्षीहरू सबै मिलेर मेरो परिवार र मेरो आमा मेरो भाइलाई डराउने झुकाउने धम्की दिने यस्तो यस्तो क्रियाकलाप नचाहिने गरिरहेको छ। 3 दिसम्बरको मेरो आमा मेरो भाइ पुरानो घरारी 3 कट्ठा 1 दूर र 12.5 दूर को आधी दुईटै जमिन मेरो लिइसकेछ। जिल्ला अदालतले फैसला सुनाएपछि मेरो वहाँ 6.25 दूर अझै पनि जग्गा रहेको छ। मेरो काकीले मेरो भाइसँग जबरजस्ती कोदारी छिल्ने र उसँग जबरजस्ती गरेर अलिकति यहाँ माथि चोट पटक आएछ। यो खर्च इलाज गर्दा 1000 पनि आउँदैन। तर यसले मौजूदा वार्ड सदस्य यिनीहरू मेरो काका हमिद लेहेरी र मेरो विरोधी जाकिर लेहेरी उर्फ रेबी र उसले वार्ड सदस्य कासिम अन्सारीलाई मिलाएर मेरो भाइलाई थुनाउने धाक धम्की दिने वार्ड सदस्य कासिम अन्सारी को दबावमा जिल्ला प्रहरी जलेसरमा मेरो परिवार मेरो आमा मेरो भाइसँग धाक धम्की नचाहिने क्रियाकलाप गरिरहेको छ। अनि गाउँमा 6 महिना यसको भतिजा तोसिफ अन्सारी, यसको पिताको नाम अजीम अन्सारी अनि महबूब अन्सारी र उसको पिता खुर्सेद अन्सारी हो। यिनीहरू 6 महिना 3 महिनामा गाउँमा गुण्डागर्दी गर्ने मुस्लिम समाजको व्यक्तिलाई प्रहार गर्ने सामने में छे वो सब चेपा बेगम लगा के छोड़ भी जा सही सामने में से कासिम के बेटा है से जजुलबा चैला लेके हमारा लगरी मार देख ली वहाँ सही सामने में कूटपीट गर्ने मुसलमानमा ग्रुप बनाउने यस्तो क्रियाकलाप गरिरहेको छ कासिम वार्ड सदस्य कासिम अन्सारीको ग्रुपहरूले। म आफ्नो प्रदेश मधेस सरकारलाई पनि ध्यान आकर्षित गरिरहेको छु यो भिडियो मार्फत र मेरो मनरा सिस्पा नगरपालिका मेयर साहबलाई पनि र वार्ड सदस्य सरपल्लो 6 र 7 को वार्ड अध्यक्षलाई पनि म ध्यान आकर्षित अनुरोध गरिरहेको छु।